ल गाइज आज चाहिँ हामी अब चुलीवन घुम्न आएको दाइ र म। अरू साथीहरू अगाडि गइसकिसक्यो। अरू साथीहरू अगाडि गइसके। हामी चाहिँ यहाँ हिँड्दैछौँ है। हामी यहाँ हिँड्दैछौँ। अब कस्तो लाग्दैछ त यहाँको भ्यूहरू कस्तो छ दाइ, कस्तो लाग्यो तपाईँलाई? यहाँको वातावरण जस रमाइलो खालको, घाम लागेको छ, जाडो खाना आएको, घाम खाइएको छ, तर पनि खुसी नै छु होइन। एकदम ह्याप्पी। किन भन्दाखेरि चाहिँ यो एकदम जाडो महिना परिरहेछ, त्यही घाम लागिरहेछ। घुम्न कस्तो राम्रो राम्रो ठाउँ छ। यहाँ हाम्रो टावर छ पछाडि। हाम्रो दाइ यता हुनुहुन्छ पुरा हेन्सी लुक्समा। केटीहरू फिदा फेरि हाम्रो दाइले देखेपछि धनकुटामा यहाँनिर नि धनकुटा खाएर बसेको हाम्रो कान्छे भाइ छ फेरि। धनकुटा यहाँनिर तर्लाम्मै नि। अगाडिको हाम्रो ओइ देखाइदिनु त कस्तो रहेछ। हाम्रो अगाडिको बाटो चाहिँ यस्तो छ है। फेरि यस्तोमा फेरि बाइक कुदाइरहेको छौँ क्या, डेन्जर हो नि। राइडर हाम्रो दाइ फेरि यहाँनिर प्योर अर्ग्यानिकवाला गाह्रो छ यहाँनिर। पुरै ढुङ्गा र हाम्रो के मिसेको छ यहाँ, ढुङ्गा र हल्का सिमेन्ट मिसाएको छ। अहिले टेक्नोलोजी पनि अलिकति हालिएको रहेछ होइन। यहाँ चाहिँ प्योरवाला हो। यो त अगाडि छ प्योरवाला, देखाइदिनु अगाडिको चाहिँ। यो अगाडि चाहिँ पुरै प्योरवाला हो। अलि नजिक एउटा देखाइदिनु पर्नेवाला। हामी छामेर फिट पनि गर्न सक्छौँ यहाँनिर। कार्बिन कस्तो लागेको त होइन। पुरै डेन्जर छ क्या, पुरै ढुङ्गाबाट मात्रै बनेको घाल, एकदम मजबुत मन्दिर हो फेरि यो चाहिँ। अनि हाम्रो भ्यू पार्क धनकुटाको हाम्रो फेरि यहाँ बाइकहरू छ। खाजा पनि कस्तो खाजा देखाइदियो हाम्रो दुइटा छ होइन। अब एउटा गरेर जानुपर्ने भइरहेको छ। खाजा यस्तै छ खाजाहरू। अब यहाँबाट चाहिँ यति नै। अब हाम्रो ब्लगमा आउँछ इन्डिङ गर्छौँ होइन। नेक्स्ट ब्लगमा हेर्न चाहनुहुन्छ अरू भिडियोहरू चाहिँ।